पर्यो भने नबोल भाइ हो, त्यसरी जस्तो तपाईँ सामाजिक सञ्जालमा होइन पोडकास्टमा भयो अन्तर्वार्तामा भयो अश्लील शब्दहरू बढी बोल्नुहुन्छ अनि यो सुन्दाखेरि चाहिँ कतिपयले तपाईँलाई चाहिँ यो पनि अराजक हो यो नेपाल भडुवा हो भनेर चाहिँ आरोप लगाउँछन् कि तपाईँलाई तैँले मलाई भड भन्ने होइन सामाजिक सञ्जालमा बुझी। त्यो देखिन्छ मान्छे पस्काइन्छ यहाँ। किन भन्छन् त्यो कसरी तपाईँलाई बढाउँछ राइनो खड्की त्यो त अरूले भन्छन् कि हामी त तपाईँलाई त राम्रो देख्छौँ कसरी भन्छ मैले राख्यो किन भन्छन् तपाईँलाई त्यो किन बढाउ भने तैँले मलाई म के को बढाउ मुझे अरूले भनिरहेछन् कि त्यो राइनो खड्की कहिले बढाउन सक्दैन बुझ्यो जोसुकै होस् मलाई त्यो शब्दै प्रयोग नगर मेरो बायोग्राफ मेरो ब्याकग्राउन्ड हेर म को हुँ भनेर कसरी बसिरहेको छु कसरी खाइरहेको छु भने हेर म भुइँ मान्छे हुँ म योद्धा हुँ म दुःख गरेर खाने मान्छे हो नबन भाइ मुखले यहाँ जस्तो होइन नेपाली जनतालाई चाहिँ के भन्नु पर्यो भने नबोल भाइ हो, त्यसरी जस्तो अरूलाई चाहिँ मैले किन भनेको यो सोध्नु तिमीले मलाई हो। बोल्ने तरिका हजुर। किनभने मैले 40 वर्ष च्यानलमा भन्दाखेरि कानमा तेल हालेर बसेँ देशको यस्तो गति भयो 80 जना मऱ्यो तपाईँले त योगदान दिइरहनु भएको छ 80 जना मऱ्यो हो। मैले मुख छँदाखेरि यिनीहरूको सबैको कान खोल्यो आँखा खोल्यो हो अहिले मैले माफी मागेको चाहिँ भाइ हो। एउटा के भने गल्ती गरेपछि माफी माग्न जानु पर्यो के नेपाली जनताले बुझ्दैनन् किन मलाई भडवा नभने भाइ म तँलाई रेस्पेक्ट गरेको छु न त्यो डाँडसाँड सब झारिनु ठिक छ कि जस्तो अरूलाई चाहिँ अब बुझाउनु पर्ने भयो बुझ्दा कति बुझाउने भाइ बुझ्दैन नेपाली जनता नबुझ्यो भने एक दिन यो देश जान्छ हजुर देश त गइसक्यो भाइ हो हजुर अब यो नेपाल चाहिँ प्रान्त बनाउने के अरे इच्छा छ एकदम होइन भाइ इच्छा छ इमोसनल हजुर के अरे यो देश बनाउने इच्छा कि कुनै देशको प्रान्त बनाउने इच्छा मेरो भाइ देश बनाउने इच्छा भित्री मनबाट अनि आज मन्दिरमा छौँ हामी अनि यहाँ सुन न सिधा बोलेर मान्दैन भने अनि तिमीले गाली गर्छ हो हाम्रो टिचरले हामीलाई सिस्नो हानेको छ भाइ हजुर कुखुरा बनेको छ भाइ यो खुट्टाले उभिएको छ किन गरेको राम्रो गर राम्रो पढ्थ्यो र भविष्य राम्रो हुन्छ भनेर गरे हो हजुर अवश्य हो मैले मुख छोडेर त कसैको घर बिगारेको छु छैन यो देशमा मैले केही बिगारेको छु अहिलेसम्म